साथीहरु जिन्दगीमा पहिलोचोटि यो जुन ड्र्यागन फ्रुट छ त्यो ड्र्यागन फ्रुट खादाको अनुभव कस्तो हुन्छ भनेर शेयर गर्नको लागि म तपाईहरुको लागि यो भिडियो लिएर आएको छु। अब हेरौं यो ड्र्यागन फ्रुट खानको लागि यसोभन्दा पहिला त मैले यो जुन बाहिरको पट्टिको जुन भागहरु थियो त्यसलाई निकालेर फाल्दिसके। अब यसलाई के गर्नुपर्ने रहेछ के अरे यसरी माथिबाट यो बोक्रा आउँदो रहेछ के। बोक्रालाई हटाइदिउँ पहिला। ल एकछिन म बोक्रालाई हटाएर म बुझाउँदैछु है भिडियोमा। तबसम्म के गर्ने यसलाई यहाँ राख्ने। यो बोक्रालाई यसरी हटाउन सकिन्छ। यसरी हटाइसकेपछि त्यसपछि यो ड्र्यागन फ्रुट यस्तो देखियो। ब्याक क्यामेराबाट पनि हेर्न सक्नुहुन्छ। यस्तो देखियो ड्र्यागन फ्रुट। अब देखिराख्नु भयो होला। यसलाई खानको लागि रेडी भएको छ। चारैतिरबाट हेर्न सक्नुहुन्छ। खाइदिउँ अब ड्र्यागन फ्रुट। दामी हो। जिन्दगीमा पहिलो पटक यो ड्र्यागन फ्रुट म खाइराखेको छु। निकै नै राम्रै लाग्यो मलाई। मैले चाहिँ बजारबाट किनेर ल्याएको। मान्छेले भन्थ्यो धेरै महँगो पर्छ, धेरै महँगो पर्छ। कति महँगो पर्छ भन्दाखेरि गएर हेरौँ जति महँगो भए पनि किनेर चाहिँ ल्याइयो। आज खाइयो ड्र्यागन फ्रुट। यसको कलर चाहिँ भित्रबाट पनि कस्तो देखिन्छ भन्दाखेरि पिंक कलरको देखिन्छ र बिचमा कालो कालो सानो सानो मसिनो कालो कालो तिलको दाना जस्तो बिउहरु देखिराखेको छु मैले। धेरै नै मिठो यो